अनावश्यक खर्च गरिदिएँ भने मेरो परिवारले त्यो बोझ उठाउन गाह्रो पर्छ। उसलाई आफू निम्न मध्यम वर्गीय भएकोमा अलिअलि पछुतो पनि लाग्छ, अलिकति पनि आशावादी हुन्छ कि म भविष्यमा यसलाई परिवर्तन चाहिँ गर्छु। ठ्याक्क त्यही सोचिरहेको एउटा मेसेज आउँछ, ब्रदर हजुरको पनि मेसेज आएको। जसरी मेसेज आयो, मेसेज आउँछ, लेखिएको हुन्छ, सुन न तिमी भोलि मलाई कफीमा भेट्न सक्छौ। अरे जो मान्छेलाई मैले मन पराइरहेको छु त्यही मान्छेले मलाई मेसेज गरिरहेको छ कफीमा भेट्नको लागि, तर फेरि कफी पिउन जाने पैसा पनि छैन, घरमा कालो चिया खान्छु म। फेरि जाउँ भने पैसा छैन, नजाउँ भने हुन लागेको सम्बन्ध पनि बिग्रिएला, फेरि यो सम्बन्ध साथीभन्दा माथि जाउँ भने पनि हुन लागेको मित्रता पनि बिग्रेला, के गर्ने हुन्छ। अनि फेरि धेरै बेर सोचिसके पछाडि बुवासँग थोरै पैसा माग्ने आँट पटुल्छ र पैसा मागेर कफी पिउन जान्छ। कफी पिउँछ, केही संवाद हुन्छ र फर्केर आउँदाखेरि अर्को मेसेज आउँछ, सुन न तिमीलाई आज केही पनि भनेन, कस्तो लाग्यो त्यो भेट, कस्तो तिमी त लजालु स्वभावको। अनि उसलाई डर लाग्छ अब के चाहिँ भन्ने मैले। उसले जवाफ दिन्छ, सर ध्यान दिनुहोस् है, उसले जवाफ के दिन्छ भने अरूसँग होइन खल्तीसँग गद्दारी गरी। पातलीजी कता हुनुहुन्छ? माइक तपाईँसँग छ नि होइन? अरूसँग होइन खल्तीसँग गद्दारी गरियो, पैसा त सकियो। अरूसँग होइन खल्तीसँग गद्दारी गरियो, यस्तो लाग्दैछ प्रियासँग गद्दारी गरियो। तिमीसँग महँगो कफी पिएँ, आज यसरी कालो चियासँग गद्दारी गरियो। अरे म केटी मान्छे भएर यति आँटिलो छु, केटा मान्छे भएर यति धेरै कमजोर किन बनिरहेछ? केटीले जवाफ दिन्छ, सधैँ सबै मिठा मात्र याद कहाँ हुन्छ र विनोद, सधैँ सबै मिठा मात्र याद कहाँ हुन्छ र करेलामा काउलीको स्वाद कहाँ हुन्छ र? सधैँ सबै मिठा मात्र याद कहाँ हुन्छ र अनि करेलामा काउलीको स्वाद कहाँ हुन्छ र? यो भेटको अर्थ कफी डेट पनि हुन सक्छ, एक कप कफीमा कोही बर्बाद कहाँ हुन्छ। अरे भनेपछि तिमीले पनि मलाई माया गर्छौ, तिमी पनि मलाई माया गर्छौ। अरे राटा गर्छु त, तर तिम्रो र मेरो त हैसियतमा मिल्दैन। अहिलेको जमानामा भने तिमी हैसियतको कुरा गर्छौ, अहिले त उद्देश्य मिलाउने हो नि। अनि तिम्रो घरकाले दिएन भने अरे विदेश जाउँला, डिपेन्डेन्टमा बस्न कति उपाय छ। साँच्चै हो, तिमी मेरो कमजोरीपनले तिमीलाई केही फरक पार्दैन नि। कति भन्ने म केटी मान्छे भएर आँटपट टुलिरहेको छु, तिमी भने कस्तो लाछी भएको। अनि केटाले भन्छ, के गर्छौ त म कमजोर भएँ भने, ज्योति के गर्छौ त म कमजोर भएँ भने, तिम्रो नजरमा केवल फालिएको फोहोर भएँ भने, मलाई दिलको कारागारमा कैद गर्छौ र, मलाई दिलको कारागारमा कैद गर्छौ र यदि तिम्रो मुटु चोर्ने चोर भएँ भने। अरे अझ पनि तिमीलाई विश्वास छैन? केटीले जवाफ दिन्छन्, हिम्मत अनि भरोसा देऊ, अघि बढ्न तयार छु। मैले त आँट गरिसकेँ, अब तिमी हिम्मत अनि भरोसा देऊ, अघि बढ्न तयार छु। म जस्तो सुकै दुःखको पहाड पनि चढ्न तयार छु। बस एकचोटि माया गर्छु भन न मात्र विरोध, बस एकचोटि माया गर्छु भन न मात्र, म सारा दुनियाँसँग लड्न तयार छु। अब त ओहो मान्छे, म यति धेरै माया गर्ने मान्छे भएपछि उसलाई पनि महसुस हुन्छ अब साँच्चै हामी प्रेममा छौँ। उसले भन्छ, न निन्द्रा छ न भोग छ मसँग, पीडाको नाउँमा सब थोक छ मसँग। पीडा हो नि त, स्विट स्ट्रेस। 8 बजे भेट्न आऊ भन्छ, 6 बजेदेखि कतिखेर 8 बज्छ, लाउ न के लाउने होला भन्ने हुन्छ नि। अघि उहाँलाई 8 कतिखेर बजोस् भनेको स्विट स्ट्रेस हो। न निन्द्रा छ न भोग छ मसँग, पीडाको नाउँमा सब थोक छ मसँग। डाक्टरले पनि निको पार्न नसक्ने यस्तो लाग्छ प्रेम रोग छ मसँग। प्रेम सुरु हुन्छ, बिहानको गुड मर्निङ मेसेज नआएसम्म दिनको शुभारम्भ हुँदैन, राति गुड नाइट मेसेज नआएसम्म रातको अन्तिम हुँदैन, निन्द्रा लाग्छ। उसको मेसेज 1चोटि आएको 30चोटिसम्म पढिरहन मन लाग्छ। उसको मखमल बास्नाले आहा मनै गोकुल गोकुल बनाउँछ। एकचोटि फेरि मेसेज आउँछ, सुन न भोलि भेट्नु पर्नेछ। आहा पहिलो भेटमा उसले प्रेम प्रस्तावना राखेकी थिइन्, दोस्रो भेटमा अब पक्कै पनि विवाहको प्रस्तावना राख्छन्। अब डिपेन्डेन्टमा जाने सुन्दर संसार फेरि परिकल्पना गरे जस्तै जिउने। केटी भेट्न आउँछ र भन्छ, सुन न हजुर भन न, घरमा थाहा भयो मतलब अनि
के भयो बुवाले नाइ भन्नु, नाइ भन्नुभयो अरे। अनि तिमीले के भन्यौ त? म सक्दिनँ हेर न। अनि तिमीले त नि लड्छु चढ्छु के मलाई त के भने होइन, त्यो आश्वासन दिएको होइन, मलाई धेरै हात काट्न लागिसक्यो, कस्तो अट्याचमेन्ट भइसक्यो, तिमी बिना त म तड्पिहाल्छु नि। जिद्दी नगर न, कुरै मिलेन, कुरा मिलेन अरे। अनि त्यसपछि केटी जान्छ जिद्दी नगर भनेर। उसलाई महसुस भन्छ आखिर गल्ती मैले कहाँ गरेँ, रुन मन लागिरहेछ, छोरा मान्छे भएर रुनु हुँदैन भन्छ। आँसु खसेर पनि म रुन सकिनँ। रुनु हुँदैन भन्दा आँसु त खसिहाल्छ, तर पनि भक्कान छोडेर म रुन सकिनँ। आँसु खसेर पनि म रुन सकिनँ। भित्तामा उसको तस्बिर राखेको थिएँ, मैले चाहेर पनि छुन सकिनँ। आँसु खसेर पनि म रुन सकिनँ, तिम्रो तस्बिर चाहेर पनि छुन सकिनँ। मलाई एउटै कुराको अफसोस भइरह्यो, म तिम्रो भएर पनि तिम्रो हुन सकिनँ। यति धेरै पीडा मलाई आखिर किन भइदियो? मैले उसलाई नै पीडा दिने औजार दिएको थिएँ नि त। उसलाई मेरो अट्याचमेन्टको सूत्र उसैलाई बनाइदिएको थिएँ, मोहको सूत्र उसैलाई बनाइदिएको थिएँ। मुटु रेट्ने तिमीसँग धार भइदियो र त मायामा मेरो हार भइदियो। कति आफ्नो ठानेको थिएँ उसलाई, ऊ बिना संसार चल्दैन जस्तो लागेको थियो। अहिले म पीडा महसुस गर्दैछु। मुटु रेट्ने तिमीसँग धार भइदियो र त मायामा मेरो हार भइदियो। तिमी आएपछि जिन्दगी उज्यालो आउँछ जस्तो लाग्थ्यो, तर तिमी भएर झन् अन्धकार भइदियो, अन्धकार भइदियो। उसलाई लाग्यो यति कोमल मान्छे पनि अरू कठोर किन हुन सक्दो रहेछ। अहिले म घिटी बाँचिरहेको छु। सँगै हिँडेको गल्ली हिँड्दाखेरि मलाई एक्लै मस्तो महसुस हुन्छ कि ऊ त्यही गल्लीमा आएर मलाई बसिरहेको छ कुरेर। ऊ जस्तै आकृतिको कोही मान्छे पछाडिबाट उही हो कि भनेर झस्किन्छ। मोबाइलमा यदि मेसेज आयो भने उसकै हो कि भनेर हेर्न मन लाग्छ। सिम कम्पनीले रिचार्ज गर भनेर मेसेज पठाएको हुन्छ, त्यसमा पनि आशा लाग्छ। खाना खान मन लाग्दैन, पढ्न मन लाग्दैन, उद्देश्य के हो, भविष्य के हो, केही सोच्न मन लाग्दैन। अब संसार बाँकी छैन जस्तो लाग्छ। यति फुल जस्तो कोमल मान्छे पनि कसरी कठोर भइदियो ढुङ्गा जस्तो भन्ने प्रश्न गर्दाखेरि उसलाई महसुस हुन्छ एकतर्फी माया लगाउँदा डर हुँदो रहेछ। मेरो माया एकोरो भइसक्यो, एकतर्फी माया लगाउँदा डर हुँदो रहेछ। सायद एक्लो हुँदा यस्तो अक्सर हुँदो रहेछ। तिमीलाई फुल ठान्नु मेरो गल्ती भयो, यस्तो सानो गल्ती पनि भयङ्कर हुँदो रहेछ, भयङ्कर हुँदो रहेछ। यार बल्ल मैले बुझेँ, यत्रो दिनको पीडापछि बल्ल बुझेँ आखिर किन उसले मलाई छोडेर गई। उसलाई अब लाग्छ म बाँचेर केही पनि काम छैन। उसलाई बिस्तारै एन्जाइटीबाट डिप्रेसन हुँदै जान्छ। जब महसुस हुन्छ ममा के कमजोरी थियो, के कमजोरी थियो, के कमजोरी थियो। अघि सुखको उन्मादमा थियो नि, होइन सर? सुखको उन्माद थियो नि, मान्छे किन मात्तिन्छ भनेर। जब प्रेममा थियो, सुखको उन्मादमा थियो, जब उसलाई दुःख पर्यो, अहिले ऊ दुःखको भुमरीमा अल्झिरहेको छ। पीडाको भारी मैले बोक्नै सकिनँ। अब यो दुःखको भुमरीमा रहेको पीडाको भारी मैले बोक्नै सकिनँ। मनको कुरा मैले बोक्नै सकिनँ। थाहा छैन र किन टाढिए कि हो, ग्रिन कार्डले लाँदा पनि मैले रोक्नै सकिनँ। बल्ल महसुस भयो किन कुरा मिलेन भनेर रहेछ। तिमी हिरा म धातु कुरै मिलेन, तिमी हिरा म धातु कुरै मिलेन। आखिर म नेपालमा बस्ने केटो, तिमीलाई चाहिएको रहेछ ग्रिन कार्डवाला। बल्ल पो तिमीले बहाना बल्ल बुझ्दैछु। मलाई दुःखको भुमरीमा पारेर गयो जिन्दगी, अब यहाँबाट अगाडि छैन जस्तो पारेर गयो। मैले बुझेँ किन कुरा मिलेको छैन भनेको रहेछौ। तिमी हिरा म धातु, कसरी कुरा मिल्छ? तिमी हिरा म धातु कुरै मिलेन, तिमी राहु म केतु कुरै मिलेन। यहाँ सबैजनाले भन्न सक्नुहुन्छ है, तिमी हिरा म धातु कुरै मिलेन, तिमी राहु म केतु कुरै मिलेन। हिजोसम्म उद्देश्य सोध्नेले आज हैसियत सोधिन्, तिमी पिज्जा म सातु कुरै मिलेन। सो तपाईँहरूको प्रश्नको उत्तर कालखण्डमा मान्छेलाई कुरा मिलेन, जिन्दगी नै समाप्त